So good morning everyone, welcome back to my channel. अनि आज चाहिँ दिन दामी भइरहेको छ हो. अनि मम्मी गुड मर्निङ. मम्मी चाहिँ भर्खर नुहाएर निस्किनु भएको हो किनभने आज पूजा छ घरमा हैन. अनि अब चाहिँ म नुहाउन आँटेको. चाहिँ निन्द्रा पनि पुगेन मेरो त. बिहान 4:30 उठे हैन बा. 4:30 भन्दा पनि पहिला उठेको थिएँ. त्यहाँबाट त वासरुम जाउँ कि नजाउँ भयो मलाई त. त्यहाँ चाहिँ जान्छु भने चाहिँ गएँ, त्यहाँबाटै निन्द्रा लागेन. यस्तो छ यहाँबाट चाहिँ भ्यूहरू चाहिँ. कसम आज चाहिँ बब्बाल घाम लाग्यो. ओ सबभन्दा पछि मेरो दाजु है कजन है पछि मेरो. हाम्रो गाउँ चाहिँ यस्तो छैन गाइस. चडक्कै घाम लाग्यो हो आज चाहिँ. तर एकछिनमा त्यही धुम्ब लाग्छ. एकछिनमा 12 बजे उठ्दा धुम्ब लाग्छ. अनि साँच्ची नै हिजो मैले देखेको लास्टको पार्टमा चाहिँ अलिकति मिस्टेक गरेछु एडिटिङमा हो. त्यो एउटै क्लिप 2 पल्ट हालेर पठाएछु हो. अन्त म अब यो एडिट गर्नु सक्दिनँ ब्याकको. अन्त त्यति छोडेर मैले त्यो भ्लगमा त्यस्तो गरिदिँदै थियो. यहाँ चाहिँ मम्मीले टक्कै भुइँहरू पुस्नु भएको छ हो. अनि अब म चाहिँ नुहाउनुपर्छ. पानी पनि तात्दैछ, पानी पनि भर्दैछ. यति गाईमा चाहिँ हुनु पर्यो नि त. पानी पनि तात्दैछ कि पानी पनि भर्दैछ. सो हाई एभ्रिवान, म चाहिँ भर्खर नुहाएर निस्केको होइन. अनि हाम्रो घरमा चाहिँ पूजाको लागि त उयो हेर्दैछ, काम हेर्दैछ. अनि यहाँ चाहिँ चामलको पिठोहरू बनाउँदैछ. यता मेरो दाजुले यता हेर्नु न चामलको पिठो मिक्सी गर्नु हुँदैछ. यता चाहिँ मेरो मम्मी छ. मम्मीले चाहिँ के बनाउनु हुँदैछ? मम्मीले चिया. अन्त अन गर्नु न. अब के गर्नु? मिक्सी गरेर चाहिँ यो चाहिँ चालेर चाहिँ यसको पाउडर निकाल्नु पर्ने हुन्छ. यहाँ चाहिँ चिया मिठो मिठो चिया बनिँदैछ हो. हजुर हाम्रो चाहिँ पण्डितज्यू आइसक्नु भयो. देशी जुगाड है. छिटो छिटो मिठो. यो पहिला हामीले ओखलीमा कुटेर एकदम गरिन्थ्यो र अहिले चाहिँ सिम्पल छ. अझै जमाना काटीको कहाँ पुगिसक्यो. जमाना अनुसार हामी चल्नै पर्ने रहेछ. अनि पर्ने हो अब खोज्दै. त्यही चामलको पिठो बनाउँदै बस्यो. यो चाहिँ हाम्रो पण्डितज्यू आउनु भएको छ कि उहाँलाई चिया लग्दिनु जुम्लो म पनि जान्छु. हो. म पनि हुन्छ बाहिर कि नमस्ते बाजे. And so yeah guys, this is my fit of the day. Fit of the day भन्दा पूजाको लागि पऱ्यो हो. अनि आछु चिसो चिसो चिसो. सक्नुभयो दाजु तपाईँले? हुँदैछ. किसको हो यो आइफोन? आइफोन किसका है? सिंपल तो किसने लाइक किया मेरे को? किसने लाइक किया है? किया भाभी को बता दूंगी. हाय डी 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 look here. She's looking pretty, guys. No, bro, I'm busy today. Even though I'm so busy, but still I'm doing the vlog. हाम्रो बोजू छ यहाँ चाहिँ. So guys, यो चाहिँ हाम्रो स्टोर रुम भन्छ होइन. अनि चाहिँ यहाँबाट चाहिँ मैले भर्खर यत्रो बढी डेक्ची उचालिकन लगेको.
कत्रो डेक्ची देखाउँछु नि म तपाईँलाई कत्रो डेक्ची थियो भनेर के गर्नुभएको आलु छिलेको तपाईँलाई देखाउँ तपाईँले के गर्नुभएको आलु छिलेको ए गाइस नै चाहिँ धमाधम काम चल्दैछ धमाधम खै सपन्दा यहाँनिर चाहिँ खिर छ खिर कसले बनाएको खिर आमा खिर मेरै हात छ फर्स्टमा चाहिँ अनुदी मेरो मम्मी यहाँ चाहिँ आलु छ आलु अब यहाँ दही हाल्नुपर्छ टिकाको रङ हाल्नुपर्छ अन्त कम्प्लिट हुन्छ यो चाहिँ के गर्नुभएको तपाईँले यो भन्नु पर्यो अब पुरी पुरी अन्त पुरी त अघि पनि बनाएको होइन त्यो आउने जाने त्यो चढाउने पुरी हो मैले पोलेको 16 वटा ए यो चाहिँ पाहुनाहरूलाई खाने यो चाहिँ यो चाहिँ जो अब आउँछ नि तिनीहरूलाई एकदम अब पुरी आलुदम खिर चिया चिया खानेलाई चिया नखानेलाई कफी त्यतिको चाहिँ हुनु पर्यो गाइस पूजामा हाल्नुपर्छ होइन मुखभित्र हाल्नुपर्छ पानी खानुपर्छ ओम केशवाय नमः फेरि ओम नारायणम नमः आवाज अगाडि चाहिँ यस्तो हुँदो रहेछ पूरा छिड़क के जा रहा है यस्तो राम्री छ ऊ बहिनी मेरो पट्टाइदियो है लु जो गरिदिने देख्न प्रार्थना गर्ने ओम साकाला बिन्दु यो चाहिँ अर्को साकालाको बिन्दु यो चाहिँ गुराँस यो चाहिँ एकदम गुराँस अर्ग्यानिक हो अब गर्लफ्रेन्डलाई लगिदिएको भ्यालेन्टाइनमा दिनु पाएन अहिले लगिदिएको गुराँस हो सो या एभ्रिवान हामी चाहिँ अहिले एभ्रिवान होइन हाम्रो चाहिँ भर्खर पूजा सकियो अनि हामीले चाहिँ भर्खर खाना खाएँ मैले खाना खाएको देखाएन किनभने म बोकाइरहेको थिएँ अनि मैले देखाइनँ अनि नै स्ट्रबेरी खाँदै अब म तपाईँहरूलाई हाम्रो घरमा पूजा गरेको बाजेको इन्टरभ्यू गर्छु इन्टरभ्यू भन्दा पनि टक्क देखाउँछु म चाहिँ हेलो भ्लग गरिदिनुमा ए त्यो बाई बाई अब चाहिँ म एन्ड गर्नु लागेको छु बाई बाई भनिदिनु मम्मी बाई भनिदिनु बाजे बाई बाई ठुलो बाई बाई भनिदिनु बाई 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 सी यु इन नेक्स्ट भ्लग